के मान्छे हुँ मान्छे त मुजिका कुकुर होस् त जस्तो सुरको लागि शङ्कर हुँ त माथिने त कहाँबाट बोलेछ तेरी माथिने बौला चुप हैन न त कहाँबाट बोलेछ भन्छु के मैले नो टक नो क्वेशन तेरी माथिने त अर्जुनबाट भागे भनेर ढुक्क भएर बसेको होलास् हामी सिधै तेरी माथिने तर कानुनको हात र अर्जुनको लातबाट आजसम्म कोही बाँचेको छैन भने त कसरी बाँच्छस् आज मेरो घर आइज तेरी माथिने आज तेरी मा तर जस्तो उडेछ तेरी माथिने तेरी माथिने बौला सानोमा त तपाईँ त बहुत चकचके हुनुहुन्थ्यो होला हैन ओख तर नि कटा सानो भनेर म खोज्दै हिँड्थेँ के तपाईँ हजुर आजले वास्तै छैन अब अनि आजले कतिको भैँसी हान्नुहुन्छ त अब अहिले पनि अब लगभग हानिन्छ होला पहिलोचोटिमा त साप्रा देख्नु भएको थियो अहिले दोस्रो चोटिमा के देख्नुभयो होइन होइन त्यो साप्रा त अब त्यस्ता जाडा मेके गरेर होला साप्रा मारेर चुट्टा दुनियाँको छ त्यहाँ हो कि नहुने त यहाँ सुन्नुहोस् न राजालाई चिन्नुहुन्छ राजाले त अब मैले ज्ञानेन्द्रले चिन्छु अब ज्ञानेन्द्र मारेर चुट्टा मुरिहाल्यो जिउँदै हुनुहुन्छ त्यो पुरै गाली गर्दै हिँड्नुहुन्छ अरे मान्छे होइन 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 तिनी कुरा त हन्डे होइन लडाइँ खेल्नुहुन्छ अरे सासा को मारेर चुट्ले भनेछ त्यही हल्ला गर्छ नि त तपाईँको आफ्नो होइन होइन तिनी कुरा त बिल्कुल बिल्कुल हन्डे होइन तपाईँले पनि राम्रो स्वाक केटी चाहिन्छ बिल्कुल 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 अब स्वाक त चाहियो गर्छौ चाहियो अब घरको बुढीले फेरि कामै नदिने भयो कि त्यहाँ दिन्न त्यो सुकेर गइसक्यो ऊ मासु सबै सुक्यो मासु होइन तलको सुक्यो के हो र ओहो चिम गरेर रन्का दिने तर चिम गरेर एकातिर पनि जाला त्यही भएर चिम गरेर मैले शब्द मात्रै हो हेरेर राख्ने हो कुन पार्टी हो तपाईँ हामी अब यस्तै पार्टी के यस्तो पार्टी भने माओवादी भनेर भनेर मैले त्यस्तो त्यो कुरो गर्न खोजेको केटीको मै खाइदिनु भयो हजुर 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 होइन होइन त्यही त के मैले त्यो गालामा हो तल त होइन आनन्द आयो हत्तेरीमा त्यो आनन्द बिल्कुल आनन्द भयो म त स्वर्गमा गए जस्तो पनि भयो अब यो गाउँमा तपाईँलाई बहिष्कार गर्ने हो बिल्कुल बहिष्कार कि तपाईँलाई गाउँबाट हट्नु नहट्नु होइन कोटी उसको बाउले भन्छ त्यहाँ गाउँबाट नहट्ने अनि बाजेलाई चाहिँ कालो खालको केटी मनपर्छ गोरी खालको केटी मनपर्छ हत्तेरीमा त्यो निकाल केटी त उइज हो के सबै उइज हो त गोरी भए पनि काली भए पनि हामीले बोटी बालेर पनि हेर्छौँ होला अनि बजेको कतिको माया लाग्छ त होइन त्यसले कामै दिन्न मैले त स्वाक केटीहरू देख्दाखेरि अनि मलाई घर जस्तो जाने मन पनि लागेको छ नि त्यहाँ सुन्नुहोस् न मेरो कुरा चस्मा निकाले फेरि अलि फेरि नराम्रो छु कि म अलि कालो पनि छु चस्मा निकालेपछि अलि अलि राम्रो देखिन्छ भनेर मैले चस्मा लगाएको कारण थियो नि हामीले त्यो बुढीसित सुत्दाखेरि डिन्डेन खेल्ने पनि हुन्थ्यो भनेर भन्थ्यो आजलाई अब तागत छैन त्यो आश गरेर हुन्छ त्यो आश गर्ने के आश के खास त्यसो कार्यक्रम हुन्न आजभोलि यो कार्यक्रम त कोही इस दुनिया में कोई पैदा नहीं हुआ जो मेरा कुछ बिगाड़ सके क्यों है ही कुछ नहीं मतलब यो केटी मलाई खासै मन पनि परेको थिएन नर्स थिए अनि रिप्लाई पनि औषधि जसरी दिन्थे खाली पेटमा एउटा खानापछि एउटा अनि सुत्नु अगाडि एउटा